आज भने चाहिँ हामीले एकदम हाम्रो मेहनतको फल चाहिँ पाएको छ होइन। त्यसै कारण चाहिँ हामी धेरै खुसी छौँ नि त। अनि आजको यो भिडियो हेर्नुको लागि चाहिँ फर्स्ट क्लास हेरिदिनुहोस् होला। आजदेखि धेरै दिन बादमा चाहिँ म एकदम मिनी भ्लग लिएर आएको छु नि त भन्दा हुन्छ। सो बिहान बिहान चाहिँ म गएँ सुकबारी होइन। सुकबारी जानको लागि चाहिँ हामी रेडी भएर चाहिँ तल गाडीमा निस्किनु लागि जाँदै थियौँ। म माम मेङ्की होइन, मेङ्की र माम चाहिँ तल पुसाइदियो नि त। अन्त म चाहिँ हतार गर्दै कुद्दै जाँदै थिएँ होइन। सो आज भने चाहिँ हाम्रो मामको चाहिँ फिङ्गर प्रिन्ट थियो नि त कन्ट्रोल दोकानमा, त्यसै कारण चाहिँ हामी गएको थियो। अनि कन्ट्रोल दोकानमा जाँदाखेरि चाहिँ हामी चाहिँ गाडी रिजर्भ गरेर लानुपर्छ नि त, किनकि मामु कालो हिँड्नु सक्दैन। त्यही कारण चाहिँ हामी गाडी रिजर्भ गरेर लानुपर्छ हो। सो मैले तपाईँलाई मोटर बारीहरू देखाएँ। अनि यहाँ भने चाहिँ छ हाम्रोको मकैबारी, मकै पनि उम्रिसकेको छ नि त हो। त्यही कारण तपाईँलाई देखाउँदैछु। अनि आज चाहिँ दिन भने चाहिँ यस्तो दामी भएको थियो होइन। दिनभरि घाम लाग्यो नि त, अनि कोही बेला शीतल पनि भयो हो। सो अनि चाहिँ तल पुगिसकेको थियौँ रोडमा। रोड चाहिँ हाम्रो घरदेखि अलिकति तल हो नि त, बेसी लाग्दैन त्यस्तो 2 मिनट जस्तो लाग्छ मेन रोड चाहिँ हो। अन्त म चाहिँ कुद्दै गएँ। अनि ठक्क गाडी पनि आइपुगेको थियो हो। अनि म हर्न लगाएको थियो नि त, त्यसो कारण चाहिँ बहिनी यहाँ मेरो लुगा लगाएर चाहिँ हिँडिरहेको थियो नि त हो। मलाई चाहिँ लाउनु दिँदैन उसको लुगा जस्तो, तर मेरो चाहिँ लगाइदिन्छ, तर पनि केही छैन हो। सो माम चाहिँ यहाँ बिस्तारै चढ्नु भयो, किनभने चाहिँ मामा अलिक हिँड्नु सक्नुहुँदैन नि त, अब यस्तो चढ्नु पनि सक्नुहुँदैन। त्यहाँदेखि चाहिँ हामी चाहिँ गयौँ सुकबारीतर्फ हो। सो म चाहिँ कुद्नु गएको छैन नि त अहिले होइन। अन्त रोड देख्दाखेरि चाहिँ मलाई कुद्नु जानु मन लाग्दैछ हो गाइस। के भन्नु, अब अहिले एक्जाम चल्दैछ, त्यही कारण चाहिँ। सो यहाँ यो देख्नु भएको चाहिँ तपाईँले हिमालयन देख्नु भएको। सो हामी चाहिँ स्कुल जाँदा आउँदाखेरि चाहिँ यही बाटो गएर आउँछ। अनि हामी चाहिँ स्कुल गएर आउँछ नि त। अनि सुकबारी पनि पुगिसकेको थियो। त्यहाँ भने चाहिँ हामी चाहिँ गएको थियो एकदम कन्ट्रोल दोकान गएर आयो होइन। सौदा पनि ल्याएर थियो नि त। अनि सौदा ल्याएर चाहिँ देखाएँ तपाईँलाई। मैले फुल देखाउँदै थिएँ होइन। फुल चाहिँ किन देखाएको भनेपछि चाहिँ मैले रोपेको भन्दै वाउ वाउ गर्दै थियो होइन। पछि देखो पछि भन्दै थिएँ नि त मैले। अन्त बहिनी पनि आइसकेको थियो। त्यहाँदेखि चाहिँ प्रोजेक्ट कपी पनि ल्याइदियो नि त बहिनीले चाहिँ हो, देखाउँदै थियो त्यसले। सो म चाहिँ हतार गरेर चाहिँ रेडी भएर चाहिँ आज भने चाहिँ हामीलाई खेताला बोलाएको थियो नि त, भोलिदेखि चाहिँ हाम्रो एक्जाम छ हो। तर पनि खेताला बोलाउनु भयो, तर गइदिएँ म पनि खेताला गइदिएँ हो। सो अनि त्यस्तै हुँदै थियो हाम्रो जिन्दगी हो। यहाँ चाहिँ मेरो नाना र आनी पनि बितिसकेर चाहिँ हामी काम पनि गर्दा चाहिँ आज भने मल बग्नु थियो नि त। अनि मल पनि बग्थ्यो हो, हामी दिनभरि लगाएर मल बग्थ्यो नि त। सो आज चाहिँ हामी दिनभरि अब यस्तो गर्नु पनि अब मन त लाग्दैन हो, तर पनि गर्नै पऱ्यो, किनभने हामीलाई पकेट मनी चाहिन्छ। अब स्कुल जाँदाखेरि कोही बेला स्कुलमा प्रोग्रामहरू हुन्छ, कोही बेला पैसा माग्छ, कोही बेला अब हुन्छ नि, अब कोही बेला रिचार्जहरू फोनमा रिचार्ज गर्नुपर्छ, पैसा माग्नु गयो त बाबाआमालाई माग्नु भएन नि त होइन त्यस्तो कुरामा। त्यसै कारण चाहिँ आफै कमाउनु सिक्नु पऱ्यो नि त होइन। अनि त्यस्तो भन्दा हाम्रो खाजा खाने टाइम पनि भइसक्यो। अनि त्यहाँबाट चाहिँ